अब अहिलेको नियमअनुसार है 2026 को नियमअनुसार स्पेनमा यहाँ इम्पार्दोमेन्टो गरेको 2 वर्षमा पेपर एप्लाई गर्न पाइन्छ है। पिआरसी कार्ड प्राप्त गरिसकेपछि कति वर्षमा यहाँको पिआर पाउन सकिन्छ? एप्लाई गरेको 5 वर्ष। तपाईँसँग पिआर छ कि यहाँको टिआरसी कार्ड? अहिले मही त पिआर छ। पिआर छ। यहाँ नेपालीहरू त अहिले ओइरो लाछन् होइन, विभिन्न देशहरूबाट आउने क्रम यहाँ जारी छ। क्रोएसियाबाट आउनुहुन्छ, पोल्यान्डबाट नि आउनुहुन्छ होइन, माल्टा, बुल्गेरिया, रोमानिया जस्ता धेरै देशहरूबाट अहिले स्पेनमा आउने क्रम जारी रहेछ। के छ यहाँ सहज के छ अनि के देखेर नेपालीहरू आउँदैछन् जस्तो लाग्छ तपाईँलाई? के छ यहाँ भविष्य छ? कन्डिसन र अहिलेको कन्डिसन बिल्कुल फरक छ होइन। यहाँको बारेमा केही थाहा हुन्छ कि भनेर बाहिर जान दिन्थेन, एनआरएनले दबाएर राखिदिन्थ्यो। 6-7 महिना चाहिँ काम नगरिकन खान पुग्ने पैसा लिएर आउनुहोस्, अरू त नआऊ भन्न कसरी भन्नु, आऊ कसरी भन्नु भने जस्तो छ। भनेको स्पेनमा अब आऊ भनौँ भने अब यहाँको अवस्था अलिक जटिल छ। जटिल छ। लैलैमा यो गयो त्यो गयो भनेर काम छोडेर आउनु भनेको मूर्खता भन्छ। तपाईँ न पात्रोन छ न काम छ, बसेछ, घरको भाडा 250, खाना बस्नहरू 400-500 लगाइहाल्छ महिनाको 400-500, 12-500 60, 6,000 युरो त वर्षमा जाने भयो। अहिले 2026 लागेसँगै स्पेनमा बार्सिलोनामा भनौँ न चाहिँ बार्सिलोनामा एउटा बेडको कति पर्छ? 250 देखि 300सम्म भेट्छ होइन। अहिले त्यो 16 सालमा आएको। 2016मा स्पेन आउनुभयो, 2016मा आएको। लगभग 10 वर्षै भयो बिताउनु भएछ नि 10 वर्षै भयो है। युरो सञ्चार, सत्य तथ्य र निष्पक्ष समाचारको आधार। हामी बन्नेछौँ तपाईँहरूको आवाज, नेपालीको आवाज, युरोपको आवाज। www.eurosanchar.com। हेलो नमस्ते, म विनोद अधिकारी। तपाईँहरू यति बेला हेर्दै हुनुहुन्छ युरो सञ्चार र यति बेला म युरोपमा रहेको स्पेनमा पनि रहेको बार्सिलोनामा छु र मसँग आज दिलेश भण्डारी भाइ हुनुहुन्छ र दिलेश भण्डारी भाइसँग रहेर म आज स्पेनमा पछिल्लो समय स्पेनिस सरकारले परिवर्तन गरेका नियम कानुनहरू र स्पेनमा नेपालीहरूको सङ्घर्ष, जीवनशैलीको बारेमा आज हामी कुराकानी गर्दैछौँ। र सबैभन्दा पहिला त हाम्रो भाइलाई कार्यक्रममा स्वागत गर्न चाहे। नमस्कार। हेलो दिलेश भण्डारी, तपाईँको नाम होइन त? तपाईँ कति समयदेखि स्पेनमा हुनुहुन्छ? तकरिबन 9-10 वर्षबाट स्पेनमा बस्दै आएको छु होइन। 10 वर्ष भनौँ न। सानो अनुभव सुनाउनु न, कस्तो रह्यो यो 10 वर्षको अन्तरालमा स्पेनमा? जब हामीसँग पेपर थिएन, हामी पार्लियामेन्ट गरी बसेका थियौँ। सुरुमा आउँदाखेरि म सम्झिन चाहे सुरेश भण्डारी दाइलाई चाहिँ, उहाँले चाहिँ हामीलाई यहाँ आउन चाहिँ एउटा योगदान दिनुभएको छ। यहाँ र हामीलाई बस्ने, कसरी के गर्ने, कसो गर्ने भनेर चाहिँ दाइबाटै यहाँ सेन्टी चल्दो रहेछ, हाम्रोमा रुपिस चल्छ, यहाँ युरो चल्छ होइन। अब हामीलाई थाहा पनि थिएन। अब पोइन्ट हुँदो रहेछ यहाँ पैसाको पछाडि चाहिँ 1 युरो .95 सेन्टी, 0.1 सेन्टी हुँदो रहेछ। हामीले चाहिँ पहिला चाहिँ कस्तो भयो भन्दाखेरि हामी अब पैसा त्यही 6-7 हजार युरो, 600-700 युरो थियो होला। तपाईँ इटालीबाट स्पेन आउँदाखेरि साथमा 600-700 युरो थियो सुरुमा होइन? कति सालमा तपाईँ आउनुभयो स्पेन? 16 सालमा आएको। 2016मा स्पेन आउनुभयो, 2016मा आएको। लगभग 10 वर्षै भयो बिताउनु भएछ नि 10 वर्षै भयो है। अब गनेर त बसिएन होला। कस्तो थियो तपाईँले देखेको स्पेन आजभन्दा 10 वर्ष अगाडि? कस्तो थियो नेपालीहरूको लागि र अहिले कस्तो छ भनिदिनु न। नेपालीहरूको लागि बस्न चाहिँ सुविधै थियो भनौँ होइन। बस्न चाहिँ अब नेपालीहरूसितै बस्ने, अब पाकिस्तानी इन्डियनहरूसित मिलेर बसेकै थियो सबै नेपालीहरू। म चाहिँ दाइसितै बसेँ भन्दा उतै घरतिरकै दाइ हुनुहुन्छ, उहाँसँग बसेँ। 3.5 वर्ष बस्यो। 3.5 वर्ष। 3.5 वर्षमा हामीले सुरुमा आएर अब पार्लियामेन्ट भन्छ यहाँ चाहिँ जुन गभर्मेन्टमा एउटा दर्ता गर्न म यहाँ बसेछु भनेर त्यसको लागि दर्ता गरेँ। गरेर त्यसको लागि दर्ता गरियो। मैले चाहिँ 5-6 दिन पछाडि दर्ता गरेँ होला। स्पेन आएको 5-6 दिन। 16 सेप्टेम्बर
19मा यहाँ झरेको थिएँ त्यसको 28 तारिक अथवा 25 तारिक मैले खासै डेट त याद भएन त्यतिखेर पात्रण गरियो अब त्यसपछि पात्रण त गरेपछि चाहिँ अब लाइब्रेरी कार्ड भयो हस्पिटल कार्डहरू भयो सबैहरू बनाइयो यही त हो अनि तपाईँले अहिले त तपाईँसँग पिआर छ कि यहाँको टिआरसी कार्ड अहिले महित पिआर छ पिआर लिनुभयो होइन स्पेनको पिआर लिइसक्नुभयो के हुँदो रहेछ के डकुमेन्टहरू बुझाउनु पर्ने रहेछ यो टिआरसी कार्डको लागि तपाईँले कति वर्ष स्पेन बसेको हुनुपर्ने अनि यहाँको गभर्मेन्टलाई कुन कागजहरू उपलब्ध गराएको खण्डमा यहाँको टिआरसी कार्ड लिन सकिने रहेछ हाम्रो पालामा चाहिँ अहिले त नियम चेन्ज भएको छ होइन पहिला चाहिँ हामी आउँदाखेरि 3 वर्ष बस्नै पर्ने 3 वर्ष बस्न भन्नाले अब 12 या 36 महिना बस्नै पर्ने त्यसको नि 1-2 महिना अगाडि चाहिँ पेपर एप्लाई गर्न मिल्ने सिस्टम चाहिँ थियो यहाँ अनि त्यसैले गर्दाखेरि पेपर एप्लाई गरियो पेपर एप्लाई गर्दा नि अब पहिला चाहिँ कन्ट्र्याक्ट नपाउने समस्याहरू चाहिँ धेरै थियो हामीले धेरै समस्याहरू काम नपाउने कन्ट्र्याक्ट नपाउने थियो साँच्चै अब कन्ट्र्याक्ट भन्नको लागि जस्तै कामको कन्ट्र्याक्ट चाहिँ हाल्नुपर्ने हो कामको कन्ट्र्याक्ट चाहिँ हाल्नुपर्ने अनि काम तपाईँले पाउनुभयो अथवा कन्ट्र्याक्ट किनेर हाल्नुभयो अनि के कसरी हाल्नुभयो अनुभव थोरै बताइदिनु न कन्ट्र्याक्ट फ्रीमा पाउने त मेरो भाग्यमै थिएन होला होइन अब मैले चाहिँ उतिखेर 3 वर्ष 21मा हालेको होला 21 हालेँ कि 20मा हालेँ कि 21मा हालेँ हो अलिक कन्फ्युज भएँ त्यतिखेर हाल्दाखेरि चाहिँ मैले 10 लाख युरो तिरेर कन्ट्र्याक्ट किनेको थिएँ अहिले पनि त्यही छ त यहाँ स्यालेरी लगभग हाम्रो महिनाको स्यालेरी आउँथेन हामी चिकनमा काम गर्ने अब चिकन बोनलेसहरू गर्नुपर्ने खुट्टाको यो खुट्टा साइडको अनि बोनलेस गर्नुपर्ने सेन्टीको हिसाब हाम्रो चिकनको चाहिँ चिकन काट्यो भने चाहिँ सेन्टी भन्नाले यहाँको पैसा सेन्टीको हिसाब 0.12 थियो मैले बिस्तारै काम सिक्दै गएँ लगभग 4-5 घन्टामा 400-500 अथवा पछि त हामीले 800-900 नि काट्न लाग्यो होइन केजी 800-900 के काट्नु पर्यो केजी चिकन त्यत्रो काट्नु पर्ने बोनलेस त्यति गरेर अब लगभग 800-900 भनेको चाहिँ त्यो बोनलेस गर्दाखेरि चाहिँ 1000को 700 निस्किन्थ्यो भने अब लगभग 1100 चिकन काटिन्थ्यो नि अब काम पनि सक्दैन हुने 10 दिन काम गर्ने अनि 10-15 दिन काम गर्ने त्यही 800-900 हुन्थ्यो उतिखेर चाहिँ हाम्रो युरो के थियो युरो 800-900 युरो महिनाको हुन्थ्यो अनि कति जति खर्च आउने महिनामा खाना बस्नको लागि कति जति बचाउनु हुन्थ्यो खाना बस्न चाहिँ हामी चाहिँ दाइकोमा बसेको हुनाले चाहिँ त्यतिखेर हामीलाई भाडा पनि स्पेनमा त्यति महँगो थिएन पहिला त्यो हिसाबमा चाहिँ पहिलाको नि महँगो हो भन्न सकिन्छ किनकि पहिला पेपर नहुँदै मान्छेहरूले अब काम गर्ने भनेको 600-700मा काम गर्थ्यो 600-700 कसैले 400मा पनि काम गर्थ्यो महिनाको युरो अब भाडा तिर्नु पर्यो एउटा रुमको एउटा बेडको भनौँ न बेडको 150 को हिसाबले तिरिन्थ्यो उतिखेर अहिले त तपाईँले बेडको नि 300 पनि पाउनुहुन्न होला एउटा 2026 लागेसँगै स्पेनमा बार्सिलोनामा भनौँ न चाहिँ बार्सिलोनामा एउटा बेडको कति पर्छ 250 देखि 300 सम्म भेट्छ होइन अहिले एउटा बेडको त्यही पनि होस्टेल टाइपको बेडको भनेपछि धेरैजना हुन्छ नि एउटा अपार्टमेन्टमा एउटा रुममा 4 जना बस्नुपर्ने हुन्छ 2 जना हजुर 300 सम्म 250 देखि 300 सम्म तिर्नुपर्छ अहिले पनि अनि के छ यहाँ नेपालीहरूको अहिले ओइरो लाछन् होइन विभिन्न देशहरूबाट आउने क्रम यहाँ जारी छ क्रोएसियाबाट आउनुहुन्छ पोल्यान्डबाट नि आउनुहुन्छ होइन माल्टा बुल्गेरिया रोमानिया जस्ता धेरै देशहरूबाट अहिले स्पेनमा आउने क्रम जारी रहेछ के छ यहाँ सहज के छ अनि के देखेर नेपालीहरू आउँदैछन् जस्तो लाग्छ तपाईँलाई के छ यहाँ भविष्य छ कन्डिसन र अहिलेको कन्डिसन बिल्कुल फरक छ होइन अब किनकि पहिला बस्न पाउँथ्यो खाना सस्तो थियो काम त पाउँथ्यो पहिला चाहिँ काम गर्ने मान्छेले काम पाउँथ्यो काम नगर्ने ठगेहरूले चाहिँ अब उनीहरू ठगेरै खान अगाडि बढेका मान्छेहरू अब ठगेरै खान्थ्यो होला होइन अब चाहिँ काम गर्ने मान्छेलाई काम थियो जोस् पहिलाको हिसाब र अहिलेको हिसाबमा धेरै फरक छ किनकि पहिला 600-700मा नि काम पाउँथ्यो अहिले चाहिँ स्यालेरी बढेछ मान्छेहरूले काम पाएको खण्डमा 1000
800 देखि 1000 स्यालेरी चाहिँ पाइरहेको छ होइन। छ अब कामदारको नि माग त हो अहिलेको यो नेपालीहरू, पाकिस्तानी, इन्डियन, बङ्गाली, फिलिपिनो लगायत ल्याटिनहरू यिनीहरू बढी नै मात्रामा अहिले पोर्चुगल बन्द भएपछि यहाँ आएको हुँदा न बस्न न खाने सुविधा छ न बस्ने सुविधा छ। यहाँ आएर गर्ने भनेको त पात्रवृत्त हो। पात्रवृत्त नि गर्न गाह्रै छ होइन। गाडी छ अहिले है, गाह्रो भइसक्यो। पाउनै पाउँदैन, त्यही पनि किनेर गर्नुपर्छ। पहिला चाहिँ पाउँथ्यो। कति छ पार्दुमेन्ट त गरेको वर्षको कति छ होइन, कति समय चाहिँ गर्नुपर्ने रहेछ? वर्षको लिन्छ होला मैले सुने अनुसार 1000 रुपियाँ 600 देखि 6 महिनाको हो कि 6 महिनाको 600 हो कि 300 भन्ने सुनेको थिएँ। हजुर। अब 1 वर्षको त अब 1000 रुपियाँ लिन्छ होला। लिन्छ 1 वर्षको। 2 वर्षसम्म कन्टिन्यू गर्नुपर्छ होइन त अहिलेको नियमले? अहिलेको नियमले पहिला 3 वर्ष थियो, अहिले 2 वर्ष गर्नुपर्छ। भनेको 2000 युरो चाहिँ नेपालले चाहिने रहेछ यहाँ आउने बित्तिकै। अनि 2 वर्षसम्म के गरेर बस्ने? अब काम त यहाँ पाउँदैन। त्यही माथि पात्रवृत्त गर्न नि गाह्रै छ अहिलेको कन्डिसनमा, किनकि बस्ने गाह्रो भन्नाले कस्तो गाह्रो? यहाँ बस्ने ठाउँ पनि लिमिट कति हुन्छ? जस्तै एउटा अपार्टमेन्टबाट होइन अहिले इम्पार्टमेन्ट त गर्नु पऱ्यो भने कतिजनालेसम्म गर्न पाउँछन्? अब तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ अब स्क्वायर मिटर हेरेर कुरा हुन्छ। अब घरको स्क्वायर मिटरहरू कति चाहलै छ, कति लम्बाइ छ, त्यो हेरेर हुन्छ। अब 80 भन्दा माथि छ भने 8 जना 9 जना अब रुमको हिसाबले नि हुन्छ है। रुमको हिसाबले अब 3टा रुम छ भने लगभग एउटा रुममा 2 जनाको हिसाबले 3टा रुममा 6 जना स्क्वायर मिटरले। धेरै गऱ्यो भने 7-8 जनासम्म पहिला चाहिँ गरेको सुनेको छु मैले। 21 जनासम्म मात्रै गरेको, तर पात्रवृत्त बिचबिचमा चाहिँ घट्दै गएको चाहिँ देखिरहेको। बाहा हुँदै जाने चाहिँ क्यान्सल हुँदै जाने उनीहरूको चाहिँ भएको भइरहेको थियो पहिला बढी गर्दाखेरि। अहिले चाहिँ लिमिटेसनै छ भने नि हुन्छ। अब 6 जना 12 जना 6 जना 8 जना त्यही हो एउटा घरबाट गर्ने। एउटा घर भनेको एउटा अपार्टमेन्टबाट एउटा स्क्वायर मिटरको अनुसारले हुन्छ हैन? अपार्टमेन्टलाई घर भन्छ। घर भनेर अब सिङ्गो घर त आफ्नो हुने कुरो भएन, त्यही हो। तपाईँले घर किन्नु भयो? 10 वर्षमा तपाईँको प्रगति के छन् यसो सुनाउनु न। मेरो प्रगति के हुने हो र, अब केही पनि काम जानिएको थिएन, एउटा काम गरियो। काममा चाहिँ आफ्नो स्किलहरू चाहिँ देखाएरै अगाडि बढ्यो। हजुर। अब मैले चाहिँ घर चाहिँ लगभग 3 वर्ष भयो होला लिएको चाहिँ। अहिले घर लिनु भएको छ होइन? स्पेन बार्सिलोनामा तपाईँले गर्ने काम चाहिँ के हो? म चाहिँ अहिले सुसीमेन हो। सुसीको सेप हुनुहुन्छ होइन? सुसीको सेप। हजुर। भन्न मिल्छ कति जति कमाउनुहुन्छ महिनाको स्पेनमा? स्यालेरी त ठ्याक्क नभनौँ होला। नभनौँ होइन, यहाँको स्यालेरी नि कम छ, अब अरूतिरको बढी नै होला। अब यही काम मैले गर्ने कामले चाहिँ अब जर्मन जाने हो भने जस्ट तपाईँको 1500बाट माथि 2000 भन्दा मुनि चाहिँ छ? त्यति नै छ, त्यति नै भनौँ। त्यति त भन्नु पऱ्यो होइन त? त्यति छ जस त्यसरी बुझ्नु पऱ्यो होइन? 1500 देखि माथि छ तपाईँको स्यालेरी, 2000 भन्दा तल छ हो, बिचमा छ। जर्मनतिर जाने हो भने यही कामले चाहिँ 4045 चाहिँ महिनाको लिन सकिन्छ होइन? जस स्पेनमा त्यति नराम्रो पनि त होइन नि होइन? यो यतिको स्यालेरी भनेको त वेदर चाहिँ हाम्रो पोखरा र यहाँको वेदर चाहिँ एउटै छ होइन? किनकि यहाँ 1 महिना अगाडि गर्मी हुन्छ भने नेपालमा 1 महिना पछाडि गर्मी हुन्छ, अथवा 1 महिना अगाडि जाडो होला 1 महिना पछाडि होला। स्पेन सहर र पोखरा सहरको चाहिँ भँगेरी सम्बन्ध राख्दा नि केही फरक पर्दैन जस्तो लाग्छ, किनकि मौसमले साथ दिएको छ। अनि एउटा 2टा डाँडोको बिचमा छ। यति स्पेन सहर र पोखरा सहरको चाहिँ भँगेरी सम्बन्ध राख्दा नि केही फरक पर्दैन जस्तो लाग्छ, किनकि मौसमले साथ दिएको छ। अनि एउटा 2टा डाँडोको बिचमा छ। यति फरक हो कि समुद्रले छेउको छ यसलाई। अब हाम्रो चाहिँ फेवाताल नि छ नि, हाम्रो फेवाताल छ होइन? फेवाताल तपाईँलाई चाहिँ बार्सिलोना सहर, स्पेनको बार्सिलोना सहर चाहिँ पोखरा जस्तै लाग्छ हो? पोखरा जस्तै लाग्छ। तपाईँको त पोखरा घर होइन? त्यही भएर पनि अब पोखराको जस्तै भ्यूहरू पाउनुभयो। हावापानी हुन्छ, सबै हुन्छ, बस्ने अब त्यही सबै कुराहरू ठिकै छ, अब राम्रै छ यहाँको। के भनौँ त नि अब।
अब नेपालीहरू के अब धेरै कन्ट्रीहरूबाट आउने अहिले धेरै सोचाइराख्नु भएको छ होला कतिले होइन, कति आइ पनि सक्नुभयो। अहिले अब पोर्चुगल बन्द भएसँगै अहिले स्पेनलाई होइन अब राम्रो छ भनेर धेरैजनाहरू यहाँ आउनुहुन्छ क्या नेपालीहरू। के भन्न चाहनुहुन्छ उहाँबाट अरू देशहरूबाट आउने नेपालीहरूलाई? अब उतै कामै नभएको, अब स्यालेरी नहुने, अब गाह्रै भयो भने चाहिँ अब यहाँ पनि गाह्रो छ है काम गर्न चाहिँ। उता काम छ, अर्कैको लैलैमा यो गयो त्यो गयो भनेर काम छोडेर आउनु भनेको मूर्खता भन्छु म। त मान्छेलाई मूर्ख भन्छ, किनकि यहाँ आएर न पाद्रोन छ न काम छ, बसेछ, घरको भाडा 250, खाना बस्नहरू 400-500 लगाइहाल्छ महिनाको 400-500, 12-500 60, 6,000 युरो त वर्षमा जाने भयो नर्मल्ली खाएर बस्दा मात्रै। अब काम नगर्ने नेपालीहरूलाई त गाह्रो हुने भयो नि त, त्यो त मगाउनु पऱ्यो नेपालदेखि हो, नेपालबाट मगाउनु पऱ्यो। अब यदि आफ्नो आफन्तहरू उनीहरूले सहयोग गर्छ र आफूले त पैसा छ भने चाहिँ आउन केही फरक पर्दैन, आएर बस्न, घुम्न, पढ्न। मेन भनेको यहाँको भाषा हो, भाषा सिक्न पऱ्यो, यहाँको भाषा जान्न पऱ्यो, हरेक कुराहरू हुन्छ। अब गर्न सक्नु पऱ्यो, उनीहरूले भनेको कुरा फर्काउन सक्नु पऱ्यो, कामको बारेमा सिक्ने, यताउति ट्रेनिङहरू यहाँको गभर्मेन्टले फ्रीमा दिएको छ, गर्न सकिन्छ। अब अजिन्तोबेन त मै गएर यहाँको गभर्मेन्ट अफिसहरूमै गएर चाहिँ जस्तो भन्नाले एउटा जिल्लाको एउटा यहाँ त फेरि जिल्ला भन्नाले अब जिल्ला त बार्सिलोनै पर्छ, अब प्रोभिन्सिया उसहरू नि बार्सिलोनै परेको हुनाले चाहिँ जहाँ गएर पनि लिन सकिन्छ आफूले। बार्सिलोनामा हुनुहुन्छ भने बार्सिलोनाभित्र जहाँ गएर ट्रेनिङ अजिन्तोबेनमा गएर लिन सक्नुहुन्छ तपाईँले चाहिँ। यो ट्रेनिङहरू के को ट्रेनिङहरू जस्तै स्किल सम्बन्धी मोबाइलहरू स्किलहरू सिकाउँछ होइन, जस्तै अब खाना बनाउने तरिकाहरू, अब कसरी जीवनयापन गर्ने यहाँ बाहेक, अब मोबाइलहरू, टेक्निकल लाइनहरू, हरेक कुराहरू सिकाउँछ यहाँको उसहरूले चाहिँ फ्रीमा सिकाइरहेको हुन्छ। हामीले चाहिँ नबुझ्ने भएर नजान्ने भएर चाहिँ हामी पछि परेको। अब जस्तो ल्याटिनको कुरा गरौँ है, हुन्छ उनीहरूको भाषा मिल्छ, उनीहरू आउँछ, उनीहरूको चाहिँ 2 वर्षमा पेपर हाल्यो भने 2 वर्ष पेपर आएको 2 वर्षमा पासपोर्ट एप्लाई गरेर मिल्छ। कुन कन्ट्रीकोले? ल्याटिनहरू जस्तो फिलिपिनहरू भयो, यिनीहरूले चाहिँ 2 वर्ष स्पेनमा आयो भने उनीहरूले छिटो यहाँको पासपोर्ट पाउँछ। पेपर आएको 2 वर्षमा चाहिँ पासपोर्ट एप्लाई गर्न पाउँछ, किनकि उनीहरूको यहाँको सरकारले रुल्स गरेको हो नि त पहिला चाहिँ, त्यही भएर चाहिँ। अनि भाषा मिल्ने भएर चाहिँ धेरै उनीहरूलाई चाहिँ सुविधा छ, हामीलाई चाहिँ 10 वर्ष लाग्छ पेपर भएको। जस्तै अब अहिलेको नियमअनुसार है 2026 को नियमअनुसार स्पेनमा यहाँ इम्पार्दोमेन्टो गरेको 2 वर्षमा पेपर एप्लाई गर्न पाइन्छ है। पिआरसी कार्ड प्राप्त गरिसकेपछि कति वर्षमा यहाँको पिआर पाउन सकिन्छ? पिआरसी एप्लाई गरेको 5 वर्ष। 5 वर्षमा स्पेनमा पिआर एप्लाई गर्न मिल्छ हो? पिआर आएको 5 वर्षमा पिआर एप्लाई गर्नुपर्छ, पाउँछ। अनि पिआर एप्लाई गरेको चाहिँ 10 वर्ष भनौँ न, अब टोटल पेपर आएको यहाँको कार्ड आएको 10 वर्षमा तपाईँले पासपोर्ट एप्लाई गर्न सकिन्छ। हामी नेपाली, इन्डियन, पाकिस्तानी, अब अरू कन्ट्रीहरूलाई जुन यहाँ छुट दिएको छ कन्ट्रीहरूले चाहिँ त्यसरी गर्न सक्छ। जस्तै के सुविधाहरू छन् यहाँको पासपोर्ट लिइसकेपछि? के सुविधाहरू यहाँको स्पेनिस सरह नै नेपाली अथवा तेस्रो देशका नागरिकको अधिकार पनि यहाँको स्पेनिसकै जति हुन्छ? हुन्छ, त्यसमा चाहिँ कुनै डाउट छैन है। सेवा सुविधा के छ त यहाँ? सेवा सुविधामा चाहिँ अलिकति कमै होला, तर यहाँको गभर्मेन्ट, अब यो कातालोनिया गभर्मेन्टले चाहिँ उनीहरूलाई चाहिँ त्यति छुट चाहिँ दिन बाध्य बनाएको छ गभर्मेन्टलाई अपिल गरेर नि। त्यति चाहिँ हामी जति नै यहाँको पासपोर्ट लिने मान्छेहरूलाई त्यति नै सुविधा दिनुपर्छ भनेर उनीहरूले कुरा चलाएको हुनाले अहिले चाहिँ पहिलाको तुलनामा अहिले चाहिँ त्यो छ। ओके। अब डिलेस भण्डारी सर, अब तपाईँ त अब स्पेनको बार्सिलोनामा हुनुहुन्छ, 10 वर्षदेखि स्पेनमा आफ्नो कर्मथलो बनाउँदै होइन, अहिले स्पेनमा बस्दै आउनुभएको छ। आउँदै गरेका नेपाली स्पेनमा अथवा बार्सिलोनामा पाइला टेकिसकेपछि अझै भनौँ स्पेनमा आउने बित्तिकै उनीहरूले गर्नुपर्ने कुराहरू के छन् त? के गर्नुपर्छ? पहिला चाहिँ अब आफ्नो ठाउँ सुरक्षित गर्नु पऱ्यो। के भनौँ भन्दाखेरि पहिला चाहिँ घर चाहियो, उनीहरूलाई बस्ने ठाउँ चाहियो।
एउटा बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो आउनुभन्दा पहिल्यै व्यवस्था गर्नु पर्यो। अहँ अनि दोस्रो कुरो चाहिँ पाद्रोमिन्टो चाहिँ अनिवार्य नै हुन्छ उसको लागि। यदि यहाँ बसियो भने बसियो भने चाहिँ घुम्न आएको भने त मतलब भएन, अब घुम्यो गयो सकियो यस्तो है। अहँ अनि त्यसपछि लाइब्रेरी कार्डहरू पार्दोमेन्टो चाहियो होइन, हस्पिटल कार्ड बनाउनु पर्यो, लाइब्रेरी कार्ड बनाउनु पर्यो। पाद्रोमिन्टो बनेको 3 महिनामा चाहिँ हस्पिटल कार्ड लाइब्रेरी कार्ड बनाउनु मिल्छ है। 3 महिनामा मिल्छ होइन। त्यस्तै छ यहाँको कन्डिसन अब के भन्नु। अनि अब कति समय बितिसकेपछि कार्ड एप्लाई गर्न मिल्ने त्यो पनि फेरि भन्नु पऱ्यो नि त। के कुनको अब स्पेनमा कति समय बसेपछि कार्ड एप्लाई गर्न मिल्छ, मिनिमम समय अवधि पनि भन्नुहोस्। 2 वर्ष भनेको 24 महिना 24 अथवा 23 महिनामा एप्लाई गर्न सकिन्छ त्यसको लागि 2%। बार्सिलोनामा चाहिँ अहिले पेपर हालेको लगभग 2 वर्षको वाला पेपर हाल्नेवालाहरूको अझसम्म पास भएको हामीले सुन्नमा आएको छैन। अब चाहिँ जनवरी भयो, जनवरीको 15बाट सुरु हुन्छ होला। अब हेर्दै जाउँ। अब भर्खरै नियम परिवर्तन हुँदैछ होइन। चेन्ज भएको अब 6 महिनादेखि 8 महिना 8 महिना भयो होला तिनीहरू। अहँ अब त्यसैले गर्दाखेरि अब कहिले हुन्छ हेरौँ। अब मेरो नि भाइहरू घरमा बस्ने 2जना भाइ छ मसित बस्ने। अब उनीहरूले नि हालेको लगभग 6 महिना जति भयो, अहँ अझसम्म पास भयो होइन। 6 भयो कि 8 महिना भयो पास भएको छैन। अब बाहिर त सुनेको छ 2 वर्षको पेपर हाल्नेको चाहिँ पास भइसक्यो अरे। भनेको बार्सिलोना भन्दा सहर बाहिरको? बार्सिलोना भन्दा बाहिरको जस्तो काप्री भयो, हजुर, अनि कास्पे भयो। काप्री भन्नाले कास्पे। अनि बाहिरतिर अब यो स्पेनमा अब यो बार्सिलोना चाहिँ भनौँ न, बार्सिलोनामा छौँ हामी होइन। बार्सिलोनामा नेपालीहरूले सहजै पाउने काम होइन, यहाँ कुन कुन क्षेत्रमा चाहिँ नेपालीहरूले काम पाउन सक्छन्? अब यहाँ चाहिँ यहाँको कन्डिसनमा हेर्दाखेरि चाहिँ नेपालीहरूले काम पाउने भनेको अहिले अब काम नजानेको, अब काम जानेको अथवा नजानेको, भाषा जानेको अथवा नजानेको भन्ने हुन्छ होइन। अब काम जानेकोले चाहिँ अब आफ्नो फिल्डमा चाहिँ गर्न सक्यो, भनसुन गर्न सक्यो भने चाहिँ पाउँछ। फिल्ड भन्नाले कस्तो? जस्तो अब कुक लाइनतिर अब वेटरहरू गर्न जानेको मान्छेहरू, अब इङ्ग्लिस बोल्न यहाँको भाषा नि हल्का जान्दछ भने उसले वेटर पनि पाउँछ होइन। अनि चाहिँ लगातार लिएर अब प्राय नेपालीले गर्ने भनेको चाहिँ अहिले आएर चाहिँ कसैले चिकन काट्न चाहिँ कम्पनीमा गरेको छ, कसैले अब खेतीमा गरेको छ है, अब कसैले चाहिँ सुपर मार्केटमा गरेको छ, अनि यो कन्स्ट्रक्सन लाइन कसैले रेस्टुरेन्टमा गरेको छ। कन्स्ट्रक्सन लाइनहरूतिर पनि गर्छन् त? अब पहिला गरेको हामीले देखेको हो, हामीले नि गर्ने भनेको होइन, तर हामीले गरिएन, हामी छोड्नै सकिएन। अब चिकनमा काम गरेको अब जस हालिदिएर खाना बस्न पुगेछ, पठाउन पुगेछ, त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ गरेन होइन। के हाम्रो साथीहरूले चाहिँ गरिराखेको थियो, अब अहिले नि गर्छ होला। अहिले मैले चाहिँ त्यस्तो उतातिर गर्ने भन्ने कुरो खासै सुनेको चाहिँ छैन। अहिलेको स्थितिमा मैले सुनेको छैन। पाकिस्तानीहरूसित अब चाइनिजहरूसित मिलेर गरेको चाहिँ देखेको छु, नेपालीहरू पनि गरेको छ, तर प्राय यहाँ चाहिँ गर्ने भनेको चाहिँ मरक्कोसको मान्छेहरूले चाहिँ गरेको प्राय देखिन्छ त्यो क्षेत्रमा। त्यही हो, अरू त के भनौँ है। अब स्थिति नि यस्तै छ। अब अहिले नाउ भन्न कसरी भन्नु, आऊ कसरी भन्नु भने जस्तो छ। भनेको स्पेनमा अब आऊ भनौँ भने अब यहाँको अवस्था अलिक जटिल छ, आउनुहोस् भन्न पनि गाह्रो छ। यस्तो छ क्या, नआउनुहोस् भन्दा पनि अब फेरि नेपालीहरूलाई अब नेपालमा त गाह्रो छ सङ्घर्ष गर्नलाई होइन। यस्तो छ क्या, यहाँ चाहिँ कस्तो छ भने नेपालीहरूको हाम्रो दिमागमा क्या, अब आफू बसेछ, खाछ, कमाछ, ऊ देखेछ है उनीहरूले होइन। अब हामीले चाहिँ यहाँको स्थिति यस्तो छ, नआइज भन्छौँ है। अब भन्दाखेरि आफू गइस् ठुला कुरा गर्छस्, यो भन्ने हाम्रो नेपालीहरूको बानी छ है। नआइज भन्छस्, आफूले गरिस् यताउति भन्ने यस्तो चलन छ। त्यही कारणले गर्दाखेरि नआइज नि कसरी भनौँ, आऊ पनि कसरी भनौँ।
यहाँ अब तपाईँहरू स्पेन आउँदै हुनुहुन्छ भने सोचेर आउनुहोस्, विचार गरेर आउनुहोस् होइन। गोजीमा एटलिस्ट तपाईँहरू आउँदै हुनुहुन्छ भने कति जति मिनिमम पैसा कति जति बोकेर आउनुहोस् भन्नुहुन्छ। मिनिमम अब चाहिँ सुरुमा आफू बस्न खान व्यवस्था गर्दा लगभग साथमा 5 देखि 6,000 युरो चाहिन्छ। खल्तीमा त्यति लिएर आउनु खल्तीमा त्यति पर्यो चाहियो। अब त्यति जेलसम्मको लागि अब काम खोज्नको टाइम लाग्छ, यताउति टाइम लाग्छ होइन। त्यसको लागि चाहिँ त्यति पैसा चाहिँ मिनिमम पनि चाहिन्छ। आफै त गोजीमा भयो भने त पैसा त डराइन्न नि त। काम पनि खोज्न दकुरिन्छ, यताउति हुन्छ, त्यति बेला त काम पाउने सम्भावना नि हुन्छ नि त। 6-7 महिनाको ग्याप राख्यो भने 6-7 महिना चाहिँ काम नगरिकन खान पुग्ने पैसा लिएर आउनुहोस्, अरू त केही भन्न सक्दैन। अहिले यो इम्पार्टमेन्ट पनि अब कति ठाउँमा चाहिँ अलि मान्छेहरूले फसाइदिए गरेको ठाउँमा होइन, अनि कतिजना फसेम भन्छन्, कतिले पैसै खाएर भाग्छ रहेछन्। यहाँ के छ यो अवस्था, यो किन यस्तो भयो होला? यहाँ अब काम नपाउने, अब त्यस्तै उस गरेका बठाई फटाई गर्ने मान्छेहरू मात्रै अगाडि बढ्छ, अरू चाहिँ त्यस्तै हो। नेपालले नि ठगिदिन्छन् है। नेपालीले त ठगेको त न्युज बेला बेलामा आइरहेको हुन्छ। यहाँको मान्छेहरू पहिलाबाट दबाउँथ्यो, काम गर्दाखेरि यहाँको बारेमा केही थाहा हुन्छ कि भनेर बाहिर जान दिन्थेन, एनआरएनले दबाएर राखिदिन्थ्यो। त्यस्तो कुरा न्युजहरू बाहिर जानै दिन्थेन यहाँको ठगेका उसहरू। अहिले चाहिँ कस्तो भयो भन्दाखेरि धेरै मान्छे भए एकजनाबाट मिडियामा फुस्किहाले हुन्छ क्या। अब बेला बेलामा आइरहेको हुन्छ, फेसबुकमा आइरहेको। अब अहिले त कस्तो पनि छ भने प्रत्येकको हातमा मोबाइल छ होइन, सोसियल मिडियामा नि अहिले चाहिँ सबैजना एक्टिभ नै हुनुहुन्छ। त्यो किसिमले गर्दा नि आफूलाई आफू ठकेको कुराहरू होइन, आफ्नो कुराहरू चाहिँ राख्नुहुन्छ, त्यसरी पनि थाहा हुन्छ। अहिले कतिपय कुराहरू फेरि लुकेको दबिएको पनि छ, तपाईँले भने जस्तै होइन। कतिपय कुरा एनआरएलले नि अब लुका बाहिर ल्याउनु हुँदैन होइन भन्ने किसिमको कुराहरू गर्नु हुँदो रहेछ। के छ तपाईँ एनआरएनतिर लाग्नु भएन? मलाई कुनै समाजप्रति टेन्सन छ, न कुनै एनआरएन पछि। मेरो कुनै लगावै छैन तपाईँप्रति, किनकि म नेपाली हो, नेपाली भएर बाँच्न चाहन्छु। स्पेनमा पनि अब यहाँ काम गर्ने मेरो कर्मथलो यो भयो भने मेरो देश त मेरो जन्मभूमि त नेपाल हो नि त। म नेपाली भएर बाँच्न चाहन्छु। मलाई कुनै समाज, कुनै एनआरएन, कुनै उस चाहिएन, कुनै पोस्ट चाहिएन। एउटा नेपाली भएर नेपालीलाई परेको बेला सहयोग चाहिँ गरिन्छ, तर चाहिँ त्यो पोस्टको पछाडि चाहिँ भागिन्न। आज धेरै राम्रो अनि लामो कुराकानी भयो तपाईँसँग होइन। हामीलाई समय दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।